जय रामजी। पहिलो त अघि यहाँ धेरै कुराहरू उठे, जवाफ पनि हिँडिसक्नु भएको छ। मैले त्यसमा धेरै जानुपर्छ जस्तो लाग्दैन। म सम्बोधनतिर गइनँ, अघि यहाँ सम्बोधन गर्नुभयो, लामो भयो चौडा भयो भनिसक्नुभयो। मैले चुनावको दौरानमा फागुन 21 पछाडि हामी भाषण गर्दैनौँ, भाषण गर्ने ठाउँमा हामीलाई नपुर्याउनुहोस् भनेका थियौँ। जनताले अथवा भोट दिनेले चाहिँ हामीलाई भाषण गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुर्याउनु भयो। त्यो भएर आज म भाषण होइन, संक्षिप्त यहाँहरूलाई 2-3टा कुरा मात्रै राख्न चाहन्छु। मैले अघि उठाएको धेरै कुराहरू हामी चुनावको दौरानमा बोल्दाखेरि धेरै कुराहरू सम्बोधन गरेका छौँ। हाम्रो भिजन के हो, हामी उद्योग कसरी खोल्ने, त्यहाँको विकास कसरी गर्ने, राजनीतिलाई कसरी शुद्धिकरण गर्ने, हाम्रो लक्ष्य के हो, यो सम्पूर्ण भनेका छौँ। यहीँ जिम्मेवार साथीहरूले नि फेरि त्यो सबै नसुने जस्तो गरेर फेरि यहीँ राख्दाखेरि दुःख पनि लाग्यो। किन हामी सबै त्यो सुनेका छौँ, त्यो काम गर्नको लागि हामी आएको हो। शपथ हामीले भनेर दौडेर गएर पहिले खाने होइन, शपथ नखाइकन काम सुरु गर्न पाइँदैन। सांसद जित्दैमा सबैलाई निर्देशन दिएर बोलाएर स्पष्टीकरण सोध्न मिल्दैन। विधि पद्धतिमा लानको लागि हाम्रो पार्टी सरकारमा जान्छ। हामीले प्रश्न गर्ने भनेको त्यो मन्त्रालय अन्तर्गतको प्रश्न त्यही मन्त्रीलाई गर्ने हो र त्यहीँबाट जवाफ र काम हामी खोज्ने हो। सबै निकायमा खानेपानी, जस्तै एकजना साथीको टोलमा खानेपानी आएन भनेर तुरुन्तै खानेपानीको हाकिमलाई फोन गरेर के खोजेको गाला पड्काइदेऊ भनेर भन्न पाइँदैन। त्यो खानेपानी मन्त्री जो हो हाम्रो, त्यही मन्त्रीलाई भनेर सबैले सोध्छ खानेपानी किन पाएन भनेर, त्यहीँबाट जवाफ खोज्न सकियो भने विधि प्रक्रियामा हामीले रूपान्तरण गर्न सक्छौँ। त्यो भएर म त्यसको पक्षधर मान्छे हो। भद्रगोलमा हामी जान हुँदैन। विधि प्रक्रिया पद्धतिबाट गएपछि मात्रै 5 वर्षमा केही चिज रिजल्टमा लिएर आउन सकिन्छ। त्यसको प्रतीक्षा गर्न म अनुरोध गर्न चाहन्छु। म 3टा मेरो कुरामा कुरालाई 3टा खण्डमा मैले राखेका छु। सर्वप्रथम त हामी सबैजना मिलेर निर्वाचनमा असाध्यै राम्रो विजय प्राप्त गरेका छौँ। गोर्खामा 2टा प्रत्यक्ष, 2टा समानुपातिक, देशैभरमा 125 प्रत्यक्ष, 57 समानुपातिक र करिब 2/3 182 सिट जितेर हामी आएका छौँ। हामी असाध्यै जिम्मेवार भएर आएका छौँ। चुनाव अगाडि धेरैलाई गाली गर्दाखेरि पनि त्यो बस्थ्यो होला। चुनाव पछाडि अब हामी आफै जिम्मेवार भएको कारणले गर्दाखेरि सबैजना हामी यहाँ उपस्थित सबैले मम भनेर हेर्नु पर्यो। हामी सबैजना बिहान उठेर नुहाइधुवाइ गरेर मुखसुख धोएर चिटिक्क भएर आएका छौँ। यो किन आएको भने म पनि जिम्मेवार पार्टीको एउटा सदस्य शुभचिन्तक हो। म पनि जिम्मेवार ठाउँमा बसेर अब काम गर्नुपर्छ र कसरी जिम्मेवार भएर प्रस्तुत गर्ने भनेर हामी यहाँ आएका छौँ। हामी सबैजना जिम्मेवार भयो भने हामी यो कुरालाई सम्पादन गर्न सक्छौँ, रिजल्टमा लिएर आउन सक्छौँ। त्यसको म पूर्ण अपेक्षा गर्न चाहन्छु। चुनावको यो उपलब्धि हासिल हुँदाखेरि यहाँहरू लागेर खटेर सहयोग गरेर, कतिले आर्थिक रूपमा, कतिले भौतिक रूपमा, कतिले सामाजिक रूपमा, कतिले चाहिँ फोनबाट चाहिँ धेरै तवरबाट देश विदेशमा रहनुभएको सबै साथीहरूले सहयोग गरेर गोर्खाको मात्रै होइन देशभरिमा यो जित हासिल गर्नको लागि जो सहयोग गर्नुभएको छ, खट्नुभएको छ, लाग्नुभएको छ, आफ्नो तर्फबाट म एकमुष्ट मुरी धन्यवाद व्यक्तिगत तौरबाट, पार्टीको नेतृत्वको तर्फबाट, पार्टीको केन्द्रको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो खटाइलाई परिणाममा लिएर आउनको लागि अहिले मैले भने हामी सबैजना जिम्मेवार भएर लाग्न आवश्यक छ। र त्यो जिम्मेवार भएर हामी लाग्यौँ भने विधि र पद्धति मार्फतै हामी परिवर्तन स्थापित गर्न सक्छौँ। हाम्रो घर दैलोमा नै परिवर्तन लिएर आउन सक्छौँ। आगामी चुनावमा हामीले 5 वर्ष गरेको काम हेरेर नै फेरि भोट दिने वातावरण हामी बनाउन सक्छौँ। त्यसको लागि एकदम विधिवत रूपमा हरेक मन्त्रालयको काम कसरी हुन्छ, कसरी राम्रो गर्ने भन्नेमा हामी लागिराखेका छौँ। त्यसको लागि तत्त निकाय, विभाग, मन्त्रालयको यो काम यसरी होस् भन्ने लागेको छ भने छरपष्ट हिसाबमा होइन, एकदम संयमित हिसाबमा यहाँहरूले सुझाव पनि दिन सक्नुहुन्छ। त्यसको लागि पार्टीको ढोका खुल्ला छ। सांसदको रूपमा हाम्रो पनि चाहिँ ढोका खुल्ला छ। हामी 4-4 साथीहरू गोर्खाको तर्फबाट छौँ, 182 जना साथीहरू देशभरिबाट छौँ। त्यो सबै ढोकाहरूमा यहाँहरूले विधिवत रूपमा लिएर आउने कुरालाई म खुल्ला राखेको अनुरोध गर्न चाहन्छु। दोस्रो कुरा, अब यस पछाडि हामी चाहिँ प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचनको सङ्घारमा छौँ।
अबको 1 वर्ष 14 महिना 16 महिनाको बिचमा म फेरि ध्यान आकर्षण गराउन चाहन्छु। साथीहरूले हो हल्ला नगरिकन यो दुईटा चिज म भन्न गइरहेको छु, सुनिदिन अनुरोध गर्न चाहन्छु। जम्मा दुईटा कुरा भन्छु, जम्मा दुईटा कुरा। साथीहरूले एक आपसमा सरसल्लाह हो हल्ला नगरिदिन अनुरोध छ। एक आपसमा गरिदिनु हो भने के हुन्छ नि, अलिअलि हल्लाले अरू बिथल्छ। अब हामी प्रदेशसभा स्थानीय तहको चुनावको एकदम सङ्घारमा छौँ। त्यो बेलासम्म सरकारले गर्ने काम पनि राम्रो हुन्छ, तर काम मात्रै राम्रो भएर नभइकन हाम्रो स्थानीय तह प्रदेश तहमा पनि चाहिँ उम्मेदवारहरू पनि राम्रो हुन आवश्यक छ। अहिलेको चुनावको प्रतिनिधि सभा सदस्यको चुनावको भन्दा उम्मेदवारहरू अझ निखारिएको राम्रो चाहिँ उम्मेदवारहरू हुन आवश्यक छ। त्यतिखेर चाहिँ अहिलेको जस्तो भिडभाडमा चुनावहरू जितिहाल्ने अवस्था नहुन सक्छ। त्यतिखेर मसिनोसँग वडामा को उठेको छ, वडाध्यक्ष को उठेको छ, वडा सदस्य कस्तो मान्छे छ, त्यो मान्छे योभन्दा अगाडि कुनै दाग लागेको छ कि छैन, रक्सी खाएर कुनै चोकमा चाहिँ हल्लेर हिँडेको थियो कि थिएन भन्नेदेखि लिएर धेरै चिजहरू त्यहाँ जोडिएको हुन्छ। पारिवारिक कुरादेखि लिएर शैक्षिक कुराहरूदेखि लिएर उसको विगतको कुरादेखि लिएर धेरै चिजहरू त्यहाँ जोडिएको हुन्छ। त्यस्तै पालिकाको प्रमुख उपप्रमुखको पनि त्यो कुराहरू जोडिएको हुन्छ। त्यहाँ राम्रो मान्छेहरू हामीलाई आवश्यक हुन्छ। त्यस्तै गरी प्रदेश सभा सदस्यमा पनि चाहिँ चुनावमा उठ्ने व्यक्ति राम्रो मान्छे हुन आवश्यक छ। अनि बल्ल हामीले चाहिँ हाम्रो चाहिँ अब बन्ने सरकारले गरेको काम, हाम्रो उम्मेदवारको कुराहरू र त्यो सँगसँगै हाम्रो सङ्गठनको कुराले पनि हामीलाई त्यो ठाउँमा विजय हासिल गर्न मद्दत गर्छ। हामी त्यत्तिकै अब यही हिसाबमा अहिलेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हामीले चाहिँ कुनै पालिकामा बढी मत लिएर आएका छौँ भनेर अब त्यहाँ चुनाव जित्ने अवस्था हुँदैन। त्यो स्थानीय तहको चुनावमा त्यहाँको उम्मेदवारदेखि लिएर त्यहाँको हाम्रो सङ्गठनमा जोडिएका व्यक्तित्वहरू, कतिको राम्रो मान्छेहरू जोडिएको छ, त्यो मान्छेहरूको चाहिँ छवि कस्तो छ, यो सबै चिजहरूलाई तुलना गरेर माथि केन्द्रमा पनि राम्रो काम भइरहेछ र त्यहाँ पनि ठिक छ भने बल्ल चुनाव हामीले जित्ने हो। माथि केन्द्रले राम्रो काम गरेको छ, सबैजना घन्टी भनेर हिँड्छ, तर खराब मान्छेलाई हामीले उठायो भने त्यो मान्छेले जित्दैन। यति चिज हामी एकदम ध्यानपूर्वक हेर्नु पर्यो। त्यो भएर अब हामी यो हलमा गर्दै गर्दाखेरि अब हाम्रो बन्ने सरकारले गर्ने काम आदि इत्यादिमा हामीले गर्ने एउटा तहको प्रयास छँदैछ, हामीले गर्ने चाहिँ सुझावहरू छँदैछ, त्यो एउटा तहको कामहरू भयो। अर्को तहको काममा अब हामीले चाहिँ स्थानीय तह र प्रदेश सभाको निर्वाचनलाई पनि दृष्टिगत गरी राम्रा मान्छेहरूलाई त्यहाँ कसरी लिएर जाने भन्ने हेर्नुपर्छ। मैले त्यसमा यहाँलाई विनम्र अनुरोध गरेँ। तेस्रो कुरा, अब मैले 3टा कुरा भनेको, तेस्रो कुरामा अब चाहिँ सङ्गठन हामीले राम्रो बनाएर जानुपर्छ। सङ्गठनको लागि म केही साथीहरू यहाँ हुनुहुन्छ, अब काठमाडौँमा बसेको कारणले गर्दाखेरि हाम्रो काठमाडौँ जिल्ला गोर्खा काठमाडौँ सम्पर्क विभागको प्रमुख हाम्रो साजन लामिछाने हुनुहुन्छ। त्यस्तै टिका भट्टजी उपप्रमुख हुनुहुन्छ, प्रज्ञान कार्कीजी सचिव हुनुहुन्छ, अरू साथीहरू पनि हुनुहुन्छ। म एकचोटि उहाँहरूलाई चाहिँ अब प्रमुख र उपप्रमुख त्यही हुनुहुन्छ, सचिव हुनुहुन्छ, अरू साथीहरू पनि यहाँ हुनुहुन्छ। म एकचोटि उहाँहरूलाई चाहिँ स्मरण गर्न चाहेँ। त्यस्तै गोर्खा काठमाडौँ सम्पर्क विभागको प्रमुख योगेन्द्र बस्नेत हुनुहुन्छ, मिल्छ भने यता उभिदिन मैले अनुरोध गरेँ। त्यस्तै शहीद लखनको काठमाडौँ सम्पर्क विभागको पुष्पाकर लामिछानेजी हुनुहुन्छ, मैले यहाँ उभिदिन अनुरोध गरेँ। किनभने अब यो सबैले खोज्ने सम्पर्क बिन्दु भनेको हाम्रो सम्पर्क विभागको साथीहरू हो। कहाँ जाने त, एकैचोटि कसलाई भेट्ने त भन्दाखेरि हाम्रो तत्त पालिकाको सम्पर्क विभागको साथीहरूलाई मैले यता उभिदिन अनुरोध गरेँ। किन